नमस्कार। आज मैले बोल्नु परेको कुरा 12 वर्ष पुरानो कुरालाई मैले फेरि खोतल्ने विचार गरेँ अथवा खोतल्नु पर्ने आवश्यकता आयो। ठिक 12 वर्ष अगाडि नेपाल सरकार अर्थात् तत्कालीन अवस्थामा प्रधानमन्त्री थिए बाबुराम भट्टराई। बाबुराम भट्टराई मान्छेलाई चाकडी गर्न सिपालु। त त्यसैले मतलब के भनेदेखि उनी सिपालु भएको हुनाले उनले चाहिँ के पूर्व पदाधिकारी सुविधा ऐन अध्यादेशद्वारा ल्याउने कोसिस गरे। कोसिस होइन, ल्याएपछि अब मैले पनि हिसाब गरेँ। त्यतिखेर म सर्वोच्च अदालतमा पब्लिक इन्ट्रेस्ट लिटिगेसनहरू मुद्दाहरू दायर गर्थेँ। त सार्वजनिक सरोकारको मुद्दा भयो, किनभने नेपाल सरकारको प्रधानमन्त्री भएँ भन्दैमा या मन्त्री भएँ भन्दैमा जे पायो गर्न पाइँदैन। र मैले त्यो अध्यादेशलाई अध्ययन गरेँ। अध्यादेशलाई अध्ययन गर्दा के थियो भने पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति अथवा भूतपूर्व र पूर्व प्रधानमन्त्रीहरू अथवा भूतपूर्व प्रधानमन्त्रीहरू, प्रधान न्यायाधीशहरू, यी सबैलाई चाहिँ मतलब के भने सुविधा दिने ऐन बनिएको रहेछ। त मैले हिसाब गरेँ त्यसमा। जब त्यतिखेर रामरण यादव राष्ट्रपति हुनुहुन्थ्यो र भूतपूर्व पनि हुनुभएको थिएन। त उनलाई सिग्नेचर गराएर चाहिँ नि झुक्क्याएर सिग्नेचर गराएर अध्यादेश जारी भएछ। अब मैले यसो हेरेँ, जतिखेर त्यो ऐन आएको छ त्यतिखेर भूतपूर्व राष्ट्रपति नै छैन, वर्तमान राष्ट्रपति छ। अनि भूतपूर्व राष्ट्रपतिलाई चाहिँ नि सुविधा दिन ऐन बनाउनुको अर्थ के? त्यो त अर्थै भएन, किन वर्तमानमा त राष्ट्रपति छँदैछन्, उनी भूतपूर्व भएको छैनन्। र उनी भूतपूर्व हुँदा खाने चाहिने पैसा चाहिने मतलब के भने को ऐनलाई चाहिँ उसलाई सिग्नेचर गराएछन्। अनि मैले यसो विचारेँ, यो त मतलब रामरण यादव झुक्किएको हो कि झुक्क्याइएको हो कि नजानेको हो कि, यो त भ्रष्टाचारै भयो। किनभने आफू राष्ट्रपति हुँदा भोलि भूतपूर्व हुने बेलामा खाने सुविधा पैसा राष्ट्रपति हुँदैका अवस्थामा सिग्नेचर गरे भने त त्यो त व्यक्तिको कुरा भयो, अख्तियारको दुरुपयोग भयो होइन। त त्यसैले मैले चाहिँ त्यसलाई त्यही चिजलाई सिरानी हालेर मैले सर्वोच्च अदालतमा रिट दायर गरेँ। र त्यो हिसाब गर्दा भूतपूर्व राष्ट्रपति, भूतपूर्व उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीशहरू जति पनि विशिष्ट पदका व्यक्तिहरू छन् तिनले सुविधा खाने थियो। सुविधा खाने मतलब तिनलाई घरको सुविधा दिने, सेक्रेटरीको सुविधा दिने, तलबको सुविधा दिने, गार्डको सुविधा दिने, अनि मोटर सुविधा दिने, पुच्छ्रे सुविधा दिने, अनि आदि इत्यादि धेरै, भान्से, रनर, पिउन सबै दिने। त अब त्यो सबै मैले हिसाब गर्दा 50 करोड रुपियाँ प्रति वर्ष खर्च हुने रहेछ। ओहो, यो त 50 करोड रुपियाँ बच्यो भने त एउटा ठुलो मतलब के भने हरेक जिल्लामा चाहिँ मतलब के 1-1 करोडको इन्डस्ट्री उद्योग खोलिदियो भने 50वटा जिल्लामा खोल्न भ्याउँछ। त भने हरेक वर्ष 50वटा जिल्लामा 1-1 करोडको इन्डस्ट्री खोलिदियो भने त एक जिल्लामा 500-500ले चाहिँ जागिर पायो भने त कमसेकम चाहिँ मतलब के भने 35-36 हजारले जागिर पाउँछन्। अनि फेरि अर्को वर्ष त्यस्तै हुन्छ। गर्नखेरि त ठुलो समस्या समाधान हुन्छ। यो किन यो चाहिँ गरेको सरकारले भन्ने मलाई चाहिँ नि लागिसकेपछि मैले यही बिहोरामा कि वास्तवमा भूतपूर्व भइसकेपछि खानी व्यवस्थालाई वर्तमानको राष्ट्रपतिले सिग्नेचर गरेको हुनाले त्यो अवैध पनि भयो, गैर कानुनी भयो र यो चाहिँ मतलब ऐन खारिज गरी पाऊँ भनेर मैले सर्वोच्च अदालतमा मुद्दा दायर गरेँ। त त्यो मुद्दा दायर गरिसकेपछि त्यो जिन्युन थियो मेरो कुरा, किनभने त्यो जसले पनि मतलब स्वीकृति दिन सक्ने कुरा थियो। त्यसपछि सर्वोच्चले त्यो खारिज गरिदियो। भनेको त मेरो निवेदन खारिज होइन, मेरो निवेदन चाहिँ लागू गर्यो, त्यो ऐन चाहिँ खारिज गरिदियो। अब हेर्नु, ठिक 12 वर्षपछि फेरि अहिले चाहिँ छलफल आएको छ। आज मतलब के भने पेपरहरूमा पत्रिकामा आउन थाल्यो कि पूर्व पदाधिकारीहरूलाई दिने। अब त्यतिखेर त 50 करोड मैले 12 वर्ष अगाडि 50 करोड खर्च मतलब के भने देखेको थिएँ भने त अहिले त 1 अरब खर्च पुग्छ त्यो 12 वर्षपछि। किन हरेक भाउ बढिसक्यो, मोटरको भाउ नै बढिसक्यो, मान्छेको तलबमान नै बढिसक्यो होइन। अनेक किसिमको सुविधाहरू चाहिँ मतलब के दिनखेरि त्यो पहिलेको 12 वर्ष अगाडि गएर आजको सुविधामा फरक पर्छ। त त्यो हिसाब हेर्नु त 1 अर्ब रुपियाँ लाग्ने हो फेरि पनि।
त 1 अर्ब रुपियाँ खर्च गरेर ती चाहिँ नि मतलब काम नलाग्ने भएर चाहिँ नि मतलब के भने काम सकिसक्या पदाधिकारीलाई किन दिनुपर्ने? अब फेरि पदाधिकारीले खाने पनि फेरि मतलब के भने खान त अहिले पनि खाइरहेछन् तर कानुन अनुसार खाएको छैन। अहिले चाहिँ नि मन्त्री परिषदको निर्णय अनुसार खाइरहेका छन् है। तर जब काम सकिसकेपछि ठिक छ उनीहरूलाई भरण पोषणको लागि दिनुपर्छ, नदिने भने होइन, तर कति दिनुपर्छ त? अब राष्ट्रपतिलाई 50-60 हजार रुपियाँ र एउटा 3 जना चाहिँ नि मतलब पुलिस अथवा पाले अथवा रक्षा सुरक्षाको लागि त्यो दिए पुगेको नि। यहाँ त तपाईँको चाहिँ राष्ट्रपतिलाई उहाँ 18 जना 20 जना आर्मीको चाहिँ नि मान्छेहरू दिएछ। अब प्रधानमन्त्रीहरूलाई उहाँ चाहिँ डिएसपी समेतको चाहिँ 18-20 जना मान्छे दिएछ। अब 18-20 जना मान्छे मोटर दिनु पऱ्यो, तिनीहरूलाई चाहिँ मैले खाना दिनु पऱ्यो, तिनीहरूलाई क्वार्टर दिनु पऱ्यो, क्वार्टर सुविधा दिनु पऱ्यो। अब काम नथिङ। अब यहाँ कतिजना प्रधानमन्त्री छन् यहाँ? अब गर्ने हो भने दर्जनौँ प्रधानमन्त्रीले अहिले चाहिँ त्यो सुविधा पाइरहेछन्। अब प्रधान न्यायाधीश भन्यो दर्जनभन्दा बढी छ। प्रधान न्यायाधीश अब त्यो आजीवन चाहिँ पाउने भएको हुनाले 65 वर्षको उमेरमा प्रधान न्यायाधीश चाहिँ खुस्किन्छन्। अब उनी चाहिँ मतलब 85 वर्ष अथवा 90 वर्ष बाँच्यो भने त 20 वर्ष 25 वर्ष उनीहरूलाई चाहिँ मतलब सुविधा दिनुपर्छ। के कामका लागि दिने? उनीहरूले पेन्सन पाएकै हुन्छ नि, प्रधान न्यायाधीश भए बापत पेन्सन पाएकै हुन्छ नि, त्यही पेन्सनबाट खानुपर्छ। र उनलाई बढी से बढी दियो भने एउटा या दुईटा सुरक्षाकर्मी दिनुपर्छ। अब यहाँ त त्यो सुविधामा त के छ? मोटर दिनेछ, क्वार्टर दिनेछ, सेक्रेटरी दिनेछ, कम्प्युटर दिनेछ, पनि एउटा अफिस सचिवालय नै दिने भनेपछि अब के काम? त्यो बुढो भएर रिटायर भएको त्यो बुढालाई सचिवालय दिएर के काम? ल बताउनुहोस् त। ल ठिक छ एउटा चाहिँ असिस्टेन्ट पुछ्रे होइन सँगसँगै हिँड्ने मान्छे ल राज्यले दिन सक्छ, नदिने भनेको कुरा होइन। त्यसैले अब त्यो मतलब के भने 85 वर्ष 80 वर्ष पुगेका बुढाहरूलाई गाड किन दिनुपर्ने? कसले आएर तिनीलाई गोली ठोक्छ र कसले चाहिँ तिनीहरूलाई चाहिँ मतलब के दागा धर्छ? त्यो पनि मतलब के भने उनीहरूले आफ्नो काम सकेको 20औं वर्ष भइसकेका हुन्छ। अब अहिले राममोहन यादवलाई भन्नुहोस् न, उनी खुस्केको 8-10 वर्ष भइसक्यो त उनलाई गएर कसले चाहिँ मतलब के भने ठोक्छ र बदला लिन्छ र उनलाई चाहिँ 20-25 जना आर्मी दिनुपर्ने? ल बताउनुहोस् के का लागि दिनुपर्ने? एउटा चाहिँ नि पिएसओ दिए पुगिहाल्छ नि भने। अब यस्तो किसिमको चाहिँ नि मनपर्दो खर्च गर्ने तौर तरिका र आफ्नो मान्छेलाई खुसी पार्ने तौर तरिका। अब यहाँ हुनसक्छ विद्या भण्डारीजी 2 पटक भयो भने उनले डलप चाहिँ सुविधा पाउने हो कि अझ बेर छैन भन्न पनि बेर छैन। किन 2 पटक राष्ट्रपति भइसक्यो हुनाले 80,000 खाने हो नि 1,60,000 दिने दुईटाको बराबर भन्न नि बेर छैन। यहाँ त लाज पटकै छैन सरकारलाई। के बोल्दा के हुन्छ, के गर्दा कसो हुन्छ? सरकारी पैसा, ट्याक्सको पैसा जनताले चाहिँ खाइ नखाइ ट्याक्स तिरे हुन्छ। त्यो पैसाले त उद्योग धन्दा पो खोल्नुपर्छ। यसरी चाहिँ नि पोस्ने हो आफ्नो मान्छेलाई। अब त्यतिखेर जतिखेर मैले मुद्दा गरेँ त्यतिखेर भूतपूर्व राष्ट्रपति उपराष्ट्रपति दुईटै थिएनन्। अब उपराष्ट्रपति अहिले 2-3 जना छन् र राष्ट्रपति 2 जना छन्। 2 जना उपराष्ट्रपति 2 जना राष्ट्रपति। अब भोलि बढ्दै जान्छन् यिनीहरू त अब चाँडै सिद्धिँदैनन्। चाँडै नसिद्धिपछि त अब कतिसम्म लाइबिलिटिज हामीले रोक्ने? कति 20 जनासम्म राष्ट्रपति हुँदा नि दिने, उपराष्ट्रपति भूतपूर्व राष्ट्रपति हुँदा? यो के सरकारले गर्न खोजेको कुरा के कुरो बुझिएन। हेर्नुहोस् अब प्रधानमन्त्रीहरू हेर्नु कति प्रधानमन्त्री हुन्छन्? अब हेर्नुहोस् अहिले मतलब के भने 20 साल तपाईँको 20 वर्षभित्र 6 जना 7 जना प्रधानमन्त्री भइसकेका छन्। तिनीलाई सबैलाई सुविधा दिने? त्यसैले यो कुरो हुँदैन भनेर हामीले मुद्दा गरेका थियौँ र मैले मुद्दा गरेको थिएँ भन्नुहोस् न। रिट निवेदक मै हो है र त्यो खारिज भएको थियो सर्वोच्चबाट। त अहिले फेरि मतलब के भने यो केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा फेरि यो सलबलाउन थाल्यो। यो किन हो मैले बुझिनँ। त्यस कारणले यसलाई सर्वत्रबाट चाहिँ तपाईँहरूले विरोध जनाउनुपर्छ। र मैले जब यो तपाईँहरूलाई जानकारी दिएँ यो 12 वर्ष अगाडि मैले बन्द गरेको चिज 12 वर्षपछि फेरि खोल्न थालेँ। त्यस कारणले यसलाई बन्द गर्नुपर्छ। सर्वत्रबाट आवाज उठ्नु पऱ्यो। यसको विरोध चाहिँ मतलब घन्किनु पऱ्यो र आवाज बुलन्द के गर्नु पऱ्यो भने खबरदार यो पूर्वोत्तराधिकारी ऐन ल्याउनु पाइन्न। तिमीहरूका इच्छाले चाहिँ मन्त्री परिषदका निर्णयले जे दिन्छौ दिएकै छौ नि। अहिलेसम्म 12 वर्ष दियो मैले बन्द गरेकोमा, अब फेरि किन चाहिँ ऐन तिमीलाई? त्यसैले यो ऐन नआओस्
र यो चाहिँ जस्तै आजसम्म मन्त्री परिषदले निर्णय गरेर जो सुविधा दिएको छ त्यही सुविधा दियोस्, हामीलाई भन्नु केही छैन। तर ऐनै बनाएर जाने भने मैले फेरि मुद्दा गर्न जानु पर्ने। यो बुढेसकाल म 78 वर्ष भए, अहिले 78 वर्ष फेरि म चाहिँ झोला बोकेर म मुद्दा गर्न जाउँ ल भन्नुहुन्छ, जानुपर्छ मैले, किनकि यो त मैले ठेगान लगाएको चिज हो है। उनलाई त मसँग धेरै साथीहरू रिसाउँछन्, रामवर्णजी रिसाउनु होला, विद्यादेवीजी रिसाउनु होला, र अरू चाहिँ नि नन्दबहादुर पुन रिसाउनु होला, किनभने उहाँहरूले खानी प्रधानमन्त्रीहरू रिसाउनु होला, बाबुरामजीहरू, किन बाबुरामजीले नै गरेको कुरा मैले चाहिँ नि त्यतिखेर सर्वोच्चद्वारा बदल गरेर आएको। बाबुरामजी आफैले लिनलाई चाहिँ अलि तर्खर गरिराख्नु भयो होला। अब यतापट्टि राजनीति नि गर्ने, उतापट्टि तलब पनि खाने, उतापट्टि मात्रै सुविधा पनि भोग्ने, त्यो त हुँदैन नि। सुविधा भोग्नुहुन्छ, राजनीति गर्नु पाइन्न। तपाईँहरूले बस्नुहोस्, आनन्दले घरमा बस्नुहोस्, तपाईँलाई सुरक्षा दिन्छन् सरकारले, खाना लाउन पनि दिन्छन्, तर राजनीति गर्ने, सुविधा नि लिन चाहिँ पाइन्न, कुनै हालतले पाइन्न। त्यसमा म घोर विरोध गर्छु र यदि तपाईँहरूले जबरजस्ती ल्याउनुहुन्छ भने फेरि म मुद्दा गर्न जानुपर्छ सर्वोच्चमा। यो बुढेसकालमा मलाई दुःख नदिनुहोस् र अरू साथीहरूले सुन्नुहोस्, अरू एडभोकेटहरूले, अरू अधिवक्ताजीहरूले बुझेर यसलाई चाहिँ नि मुद्दाको तयारी गर्नुहोस् भन्ने पनि मेरो तपाईँहरूलाई सन्देश छ। आजलाई यति नै, भोलि फेरि अर्को विषय लिएर उपस्थित हुनेछु। हस्, धन्यवाद।